हेर्नुहोस्, पहिले त प्रयात्मक परीक्षा हुन्छ अनि त्यसपछि हेर्नु सबैजना माथि पाठ्यक्रम अनुसार 2 चरणमा विभाजन। यो एक्जाममा 2 चरणमा हुन्छ। जस्तो यसमा पहिलो सामान्य ज्ञान भयो, नेपालको भूगोल, नेपालको प्राकृतिक, नेपाल संविधान, राष्ट्रिय अन्तर्वाद चरण, सामान्य ज्ञान, मापदण्ड, सूचना, यसमा हेर्नुहुन्छ विषयगत टेक्निकल इस्युले, यसमा व्यवहारिक गणितमा आयो, एकीय नियम, नाफा नुकसान अनुपात, औसत, संस्थागत, यो लिखित खण्ड हो, यो विषयगत लिखित खण्ड, कार्यालय व्यवस्थापन। और टेक्निकल विधि प्राविधिकरणमा यो सब आयो, प्राविधिकरण लिमिटको निसी। अब हेर्नु तृतीय पेपर में आयो हजुरको के भने सिस्टम पावरमा ट्रान्सफर्मरमा अल्टरनेटिभ विद्युत सप्लाई सिंगल कसरी गरिन्छ, जेनेरेटर मोटर सम्बन्धी कसरी आधारभूत ज्ञान, विद्युतीय वायरिङ सम्बन्धी समस्या, प्रशासन सम्बन्धीमा फिजिट प्रशासन नेटवर्कको लागि आइएफई सम्बन्धी ज्ञान, माइक्रोवेभ रेडियो उपकरण जस्ता। अब हेर्नु यो प्राविधितर्फको, यो प्राविधितर्फ टेक्निकलमा नेटवर्क वाइफाई जम्मा हुन्छ हैन, प्राविधिक टेक्निकल हैन। यसमा जम्मा 50 मार्क तिमीलाई सोधिन्छ। एरियन प्लान्ट तन कोड नेटवर्किङ, तार रहित संचार विधि, ट्रान्समिटरको प्रयोग गर्ने, अल्ट्रासाउन्ड, हेर्नु अब दूरसञ्चार अन्तरिक खुला तथा आन्तरिक प्रतियोगिता लिखितको पाठ्यक्रम समूहित टेक्निकल विनियम 4, यो मर्मत के कसरी गरिन्छ व्यक्ति। यस्तै गरी यहाँको एनटिसी को